Hello guys, good morning, namaste guys. अहिले म चाइनाको सेन्चेनमा छु। आज मेरो प्लान छ हङकङ जानलाई। आज म हङकङ जाँदैछु। आज 21 मार्च 2025। आज मेरो लगभग 5-6 years झन्डै 6 वर्ष भइसक्यो मेरो म हङकङ नगएको। त्यही भएर योपालि म हङकङ जानलाई चाहिँ तयारी गरिरहेको छु। अहिले म मेट्रो स्टेसनमा छु सेन्चनको। अब चाहिँ म हङकङको लागि प्रस्थान हुँदैछु गाइज। ल गाइज, म अहिले लोहु स्टप गरिसकेको छु। अब म यो एस्केलेटर लिएर म माथि पुग्छु। यो एस्केलेटरबाट माथि जान साथ लोहु हङकङ जाने पोर्ट ठ्याक्कै अगाडि छ, जहाँसम्म लाग्छ मलाई। बटल चाइना इन्ट्री गरेको हो। र यो चाहिँ यहाँबाट चाहिँ हङकङबाट आएको हो। अब म जान्छु हङकङको इमिग्रेसनतिर। आज स्याटरडे हङकङबाट सपिङ गर्न आउनेको भिड एकदम हुन्छ भनेको सुनेको थिएँ। एक्ज्याक्टली त्यस्तै रहेछ। ल हेर्नुहोस्, टु हङकङ। अब हामी हङकङतिर प्रस्थान गर्छौँ। ल गाइज, फाइनली इन हङकङ भर्खरै इन्ट्री गरिसकेँ म। हङकङमा छ 7-11 देखिँदो रहेछ है। चाइनामा 7-11 छैन, हङकङमा भेटियो है गाइस। अब म मनी एक्सचेन्जतिर खोज्दैछु। ल मैले हङकङ डलर भर्खरै चाइनिज आरएमबी दिएर हङकङ डलर लिएको छु। हङकङ डलर चाइनिज 200 आरएमबीको हङकङ डलर साटेको 200 नै दियो भनेपछि खासै धेरै एक्सचेन्ज रेट चाहिँ त्यति धेरै चाहिँ रहेन रहेछ। अब ट्रेनमा त जाने है। अब कसरी जाने एक्चुअली हेर्नु पर्ने भयो। यो टिकट बाइन्डिङ मसिन। म जानुपर्ने ठाउँ भनेको यमताई। अब यमताई भन्ने ठाउँ कहाँ छ है? यमताई चिन्चासोय जोर्डन यमताई। ल हामी यहाँ जाने यमताई। $48। आमामामामामा कस्तो महँगो यार। महँगो जोर्डन 48 चाहिँ $48 देखायो। अब मैले पे गर्नु पऱ्यो। यहाँ त छैन, यहाँ त रहेछ। अब हामी जानु पऱ्यो यता यो साइडतिर। ट्रान्सकोले रिसिभ गर्छ, उसकोमा जानु पऱ्यो। अब हामी जानु पऱ्यो यमताई। यहाँ रहेछ। ल गाइस, है यहाँ चाहिँ रहेछ। हामी जानु पऱ्यो यमताई, मङ्कोक यमताई हो। यमताई नै हो। ल गाइस, $100 दिन्छु म। 100मा चाहिँ मान्दैन है, 50 रहेछ। $100 पनि मान्दो रहेछ। ल नोट $100 पनि मागिरहेछ। 48 भनेपछि हजुरको झन्डै 1000 रुपियाँ नेपाली। आमामामामा कस्तो महँगो रहेछ हौ। चाइनामा यति चढाए भए म्याक्सिमममा 10 आरएमबी 10 भनेपछि 200 रुपियाँ पर्थ्यो। यहाँ त ओ
माई गॉड टु एक्सपेन्सिभ है। म यत्रो लगभग 6-7 वर्षपछि आएको हो। अब त्यतिखेर सस्तो थियो, अहिले त लास्टै महँगो रहेछ। ए मानेन त 100 मानेन। अब दिनु पर्यो 20 गाइज है। 20 मान्छ क्या है 20 यहाँ त आयो 30 ल यहाँ पनि मानेन। एउटा ल यो पनि मान्यो गाइस। अब रह्यो अर्को 3टा। ल मान्यो है। अब आउने भयो टिकट। ल टिकट पनि रिसिभ भयो है। ल यस्तो छ है यहाँको टिकट। ल पैसा आयो पैसा आयो ल ए फर्कायो कति भन्दा 10, 2, 12 डलर। चाहिँ ब्रिटिसहरूले कोलोनाइज गरेको भएर यहाँ पनि डलर करेन्सी। अब म भित्र छिर्छु है गाइस। चाइना यो चाहिँ चाइना है। यो चाइनाको बिल्डिङ हो। हामी अहिले चाइना छोडेर हङकङ आइसकेका छौँ। अब म ट्रेनतिर प्रस्थान हुँदैछु। सुपारी यतिवटा खोलाले हङकङ र चाइनालाई डिभाइड गरेको छ। यतिवटा खोला, यो खोलै त होला, खोलै त होला। चाइना र हङकङमा फरक चाहिँ छ। मान्छे हेर्दा उस्तै देखिए पनि त्यहाँको रहनसहन खानाहरू पनि लगभग फरक छ। बोल्ने मोस्टली हङकङमा इङ्ग्लिस नै हो। अनि यहाँको चाइनिज क्यान्टोनिज भन्छ। मेन चाइना बोल्ने म्यान्डरिन हो भने यहाँ चाहिँ क्यान्टोनिज भाषा चाहिँ बोल्ने भएको भएर अलिकति फरक चाहिँ छ। अब क्यान्टोनिज भनेको यो चाइनिज नै हो। चाइनिज त चाइनिज नै हो, तर क्यान्टोनिज भाषा चाहिँ बढी जस्तो बोल्ने भनेको चाइनाको एउटै ठाउँमा हो। त्यो भनेको गन्जाउमा चाहिँ क्यान्टोनिज चाहिँ धेरै बोल्छ मान्छेहरू। यो चाहिँ हङकङको ट्रेन। यस्तो हुन्छ हङकङको ट्रेन। अब हामी एक्जिट भएर निस्किँदैछौँ। ल फाइनली म एक्जिट भएँ। यमताई भन्ने ठाउँमा चाहिँ म एक्जिट भएको छु। अस्ति लास्ट टाइम म चाइना जाँदाखेरि मेरो त्यहाँ हङकङको दाइ आउनु भएको थियो। उहाँले फर्किँदाखेरि भेट्नु है भन्नुभएको भएर अहिले फर्स्ट स्टप चाहिँ मेरो हङकङमा एमाताई भन्ने ठाउँमा। उहाँ दाइको ठाउँमा यसो ब्याग लगेजहरू यसो एकछिन ड्रप गरौँ भनेर म चाहिँ आएको छु। अब इन्टरनेट अब पहिला त गएको दाइकोमा, तर समस्या के भयो भन्दाखेरि म अब यत्रो 6-7 वर्ष भइसक्यो नगएको हङकङ। 6 वर्ष। अनि ठाउँ त मलाई थाहा छैन, बिर्सिसकेँ मैले। हेरौँ के हुन्छ अब। म एकजना नेपाली दाइसँग भेट्नलाई चाहिँ म यो C2 भन्ने एक्जिटमा आएको छु। साङसुको भन्ने ठाउँमा। अब ओ दाइ नमस्ते नमस्ते नमस्ते। ट्याक्कै नमस्ते हजुर नमस्ते।